भने नि त्यसरी कमेन्ट गर्नु बिग्रे केही भयो भने बिग्रियो नि मात्र हुँदै घर त्यहाँ बिग्रियो भने मात्रै अहिले हेर्नु न धुलो त देख्दा त चल्न त चलिरहेको छ तर कहाँ पुरै सुकाएको हो सुकिहाल्यो हाम्रो तलबाट त्यहाँ टोलको बट्टा कटल पनि एएमडी गरेको थियो त्यो ल्यापटपमा डिपेन्ड हुन्छ सर अब तपाईँको हार्ड डिस्क मात्र छ भने चाहिँ एसएसडी एउटा हाल्नु पऱ्यो अहिले चलेको चाहिँ त्यो नि हालेर त मेरो त्यो उनी सिडी-रोममै चल्दैन त्यो हालेरै त्यो हालेर नि यदि स्लो भयो भने चाहिँ तपाईँको प्रोसेसरतिरै प्रब्लम होला काम मात्र नपुगेर पनि त्यो हुँदैन अब प्रोसेसर अपग्रेड गर्न मिल्ने चाहिँ स्लो त छैन त्यो मल्टिमिडियाहरू चल्दैन भन्नाले सर तपाईँले के चलाउँदा चाहिँ क्रोमहरू चलाउँदा क्रोम भनौँ न युट्युबै चलायो भने पनि त्यो बफरिङ प्रोसेसरै होला सर ओएसले पनि हुन्छ कहिले काहीँ फर्मेट गर्नु भयो भने ठिक हुन्छ पहिला चल्थ्यो भनेदेखि त ओएसको हुनसक्छ पहिला चल्थ्यो ओएसको होला केही परेन ल्याएर देखाइदिनु